हेलो साथीहरू, आज चाहिँ हामी होल फ्यामिली नै क्यानबेरा जाँदैछौँ। क्यानबेरा जानको लागि चाहिँ हामी एयरपोर्टमा आइपुग्यौँ। अहिले कहाँ जानु लाग्यो? एयरप्लेनमा। सिडनी जाने हो घुम्न? कहाँ जाने छोरी? एयरप्लेनमा हो। फर्स्ट टाइम चढ्न लाग्यो छोरी? यस। हामी के छ यहाँ गेट नम्बर 17 Remaining guests on Virgin Australia. हाम्रो चाहिँ 6:30 बजीको फ्लाइट भएको भएर 3 बजी नै घरबाट निस्केको थियौँ हामी। अनि हाम्रो ग्रेसको चाहिँ फर्स्ट फ्लाइट थियो। ऊ चाहिँ नर्भस पनि देखिन्थ्यो, प्लस अलि धेरै एक्साइटेड पनि देखिरहेको थियो उसलाई चाहिँ। अनि जाडो महिना भएको भएर होला अहिले चाहिँ राति नै छ, 6:30 बजे पनि। अनि दाइ र भाइ चाहिँ सुर्केसहरू हाल्नको लागि हामीभन्दा अगाडि नै गइसक्नु भएको थियो। हामी चाहिँ पछि पछि जाँदैछौँ। एरोप्लेन बस्ने मान्छेको अनुहार हेरौँ न। हेर न प्लेन ऊ तिनीहरू बाहिर हेर न प्लेनमै बसेछ। उता जाऊ न काठीलाई। Welcome to Canberra, but the local time is 15 minutes past 7. The outside temperature is 10 degrees. For everyone's safety, kindly remain seated with your seatbelt securely fastened, keeping the island exits clear until the seatbelt sign above you is switched off. Take care when you open the lockers and make sure you have everything with you before you leave. At this stage, we'll be disembarking via the forward and rear doors. If you are leaving through the rear door, you will have stairs to go down, so please mind your step as you exit, hold on to the handrails, and remain on the outside of the markers on the tarmac. If you're not comfortable with using stairs, just stay seated and leave through the forward door when it's clear. As we'll be refueling, smoking, vaping or using e-cigarettes is not allowed on the tarmac or anywhere in the terminal. And you can now take your devices off flight mode, but please note that these cannot be used on the tarmac. Well folks, it certainly has been our pleasure bringing you to Canberra this morning. If this is where you live, a warm welcome home. Otherwise, we hope you enjoy your stay. We wish you all a very pleasant onward journey. Thank you and good morning. ल हामी चाहिँ क्यानबेराको एयरपोर्टमा ओर्ल्यौँ। हामी चाहिँ सबैजना धेरै थाकेको थियौँ, त्यसैले हामी भाउजूको साथीको घरमा गएर चाहिँ केही चियाहरू खाएर अनि एकछिनपछि हतारमा चाहिँ घुम्नको लागि बाहिर निस्किहाल्यौँ। हामी चाहिँ अस्ट्रेलियाको पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको सम्झनामा बनाएको ऐतिहासिक ठाउँमा आएको थियो, जहाँ चाहिँ युद्धमा प्रयोग भएको शस्त्रहरू प्लस कति घटनाहरू कसरी घटेका थिए भन्ने कुराहरू चाहिँ प्रष्ट रूपमा देखाइएको थियो। अनि यो सबै कुराहरू देखेर चाहिँ अचम्म नै लाग्यो, किनकि हामीले त सुनेका मात्रै थियौँ अनि प्लस यो सबै कुराहरू चाहिँ फिल्महरूमा हेरिएको थियो। यहाँ चाहिँ हरेक कुराहरू यसरी राखिएको थियो कि हामीले चाहिँ युद्ध नदेखे पनि युद्ध कसरी भयो भन्ने कुरा चाहिँ फिल पनि गर्न सकिन्थ्यो हामीले। अनि यहाँ चाहिँ कुन कुन देशहरू चाहिँ युद्धमा सहभागी थियो भनेर सबै देशहरूको नामहरू थियो। जति नै भिडियो बनाए पनि नसकिने ठाउँहरू थियो, त्यसैले मैले चाहिँ यो ठाउँको लागि चाहिँ यति मात्रै भिडियो बनाएँ। यो ठाउँको चाहिँ लास्ट भिडियो चाहिँ यति नै हो।
त्यो पछि हामी भोलिपल्ट गयौँ क्यानबेराको पार्लिमेन्टमा। हामीसँग चाहिँ धेरै समय थिएन, त्यसैले हामी हतारमा फोटो भिडियोहरू खिच्दै थियौँ। हाम्रो चाहिँ 12 बजेको बस टिकट बुकिङ थियो। हामीले चाहिँ एनिहाउ 12 बजे बस भेट्नु थियो, त्यसैले हामी चाहिँ एकदम छिटो हतार गरेर घुमिहाल्यौँ। त्यो पछि हामी बस स्टेसनको लागि निस्क्यौँ। हतारमा क्यानबेराको बसाइ यति नै थियो हाम्रो। अनि हामीले चाहिँ घुम्ने चक्करमा 12 बजेको बस पनि मिस गर्यो। त्यो पछिको नेक्स्ट बस भनेको चाहिँ 2 बजेको थियो। 2 घन्टा चाहिँ हामीले बस कुर्नु पर्यो। त्यसैले कुरुन्जेल चाहिँ हामी एकछिन भए पनि रमाइलो गरौँ न भनेर चाहिँ बस स्टेसनको नजिकै चाहिँ एउटा पार्क रहेछ, त्यहाँनिर गएर चाहिँ म फोटो भिडियोहरू खिचेको जस्तो गरेँ। त्यो पछि चाहिँ हामी सिडनीको लागि बसमा गयौँ। क्यानबेराबाट चाहिँ सिडनी 3.5 घन्टा लाग्ने रहेछ, त्यसैले हामी चाहिँ जाँदै रातै परिसकेको थियौँ। यति नै आजको लागि। अर्को कुरा चाहिँ के भन्न चाह्यो भने भिडियो हेर्नु भएपछि सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।